सो हेलो गाइज वेलकम ब्याक टु माई न्यू ब्लग होइन हजुरहरूलाई स्वागत छ कुशल ब्लगमा झन्डै यो पुल हो कि हेर्नु पुरै यस्तो काठको पुल छ होइन हाम्रो गाउँतिरको त मेन भनेको नदी नै यही हो झुमरुक नदी सो हेलो गाइज वेलकम ब्याक टु माई न्यू ब्लग होइन हजुरहरूलाई स्वागत छ कुशल ब्लगमा के भन्छ रे हजुर कस्तो हुन्छ म त एकदम ठिकै छु भनौँ अनि के भन्छ रे आज चाहिँ मैले के भन्छ रे मेरो घरदेखि पालतिरको जो वन छ त्यहाँनिर मतलब घुम्न जानु लागेको छु त्यहाँनिर बाटोमा यहाँ कहाँनिर भनेपछि यहाँनिर के यहाँनिर उदिका यो भिरलाई चाहिँ जुन देखिरहनु भएको छ यो उदिकारको भिर हो अनि यहाँ मुनि उ छ नि त के भन्छ रे मतलब ठुलै रहेछ नि त त्यही भएर यहाँबाट अनि जाने चाहिँ हामी चाहिँ फेरि यहाँबाट है यहाँबाट हो अनि यहाँबाट गएर सिधा त्यहाँबाट बाटो छ क्या मोटर बाटो छ अनि त्यहाँ गएर त्यहाँबाट यता हेर्दाखेरि यस्तो बब्बाल देखिन्छ नि अहिले किनकि अहिले पहिला जुन भिडियो बनाएको थिएँ त्यति बेला खडेरीको टाइम पनि थियो त्यही भएर त्यहाँ त्यति राम्रो देखिन्थेन भ्यू अनि अहिले चाहिँ के छ भनेपछि उताबाट यता हेर्दा पनि त्यस्तै राम्रो देखिन्छ अनि यताबाट उता हेर्दा पनि त्यतिकै राम्रो देखिन्छ नि त त्यही भएर अनि आज त्यहाँनिर हेर्न जाऊँ कस्तो रहेछ भनेर अनि आज जान लागेको छु अनि जान त एक्लै हो होइन अनि के भन्छ रे ल जाऊँ है त अब कस्तो देखिँदैछ त हाम्रो गाउँ हो कि नै कहिलेकाहीँ हेर्नुपर्छ अनि त्यसपछि त्यहाँ जानु पर्यो अनि त्यहाँ गएर अनि यतातिर हेर्दा कस्तो राम्रो भ्यू रहेछ पहिला मतलब त्यति धेरै राम्रो देखिन्थेन किनकि त्यति बेला खडेरीको टाइम थियो नि त त्यही बेला अनि उता पारीको मतलब यहाँ पारीको वन पनि त्यति राम्रो देखिन्थेन पहिला मैले जो भिडियो पहिले नै एकचोटि बनाइसकेको छु त्यहाँ गइ पनि सकेको छु त्यति राम्रो देखिन्थेन अहिले हल्का पानी पर्यो अनि त्यसको कारणले गर्दा पनि अलि राम्रो देखिएको छ होइन त्यही भएर अनि आज जान लाग्यो आज कस्तो देखिँदैछ फेरि एकचोटि अर्कोचोटि जाऊँ न त भनेर आज जान लागेको अनि ल जाऊँ है त बाटोमा जाँदा मिलाउँला कुरा गर्दै गरौँला है यता हेर्नु न यो पुरै रोपेको हेर्नु न यस्तो राम्रो देखिन्छ नि सो फाइनल गाइज म यहाँ तलसम्म आइसकेको छु बाटोसम्म आइसकेको छु अनि के भन्छ आज जानुपर्छ पारी अनि ऊ चाहिँ बहिनी हो अनि के भन्छ रे ऊ पनि यहाँ पढ्दैन अनि ऊ त के भन्छ रे डाङ हो र पढ्ने डाङ घोराइ उसले डाङ घोराइ पढ्छ सायद कतिजनाले चिन्नुहुन्छ पनि ममता राख्दा न ममता राख उहाँ पारि जानु लाग्यो अनि के भन्छ रे जानुपर्छ त्यहाँ पारि गएर भिडियो बनाउनुपर्छ एकदम मस्त होइन अनि के भन्छ एक्लै जाने हो एक्लै घुम्ने हो ए म त एक्लै हो कि जहाँ गए पनि अनि के भन्छ रे ऊ चाहिँ घर आएको थियो नि त अनि के घरको हल्का काम थियो उसको मतलब अहिले त उसको छुट्टी भए पनि होला त्यही भएर ऊ घर आएको थियो अनि बहिनी मतलब मेरो मामाको छोरी हो त अनि जानुपर्छ आज त्यहाँनिर घुम्नुपर्छ मनमा आइरहेको अनि यहाँ चाहिँ यो मकै यस्तो भइरहेको छ के भन्छ रे पानी नआएर नि त यहाँ पानी आएको थिएन नि त त्यही भएर यहाँ हल्का खडेरी पनि लागेको थियो अनि के भन्छ रे अहिले चाहिँ हल्का कम भइसकेको छ मतलब बिचमा पानी आइरहेको थियो अनि अहिले चाहिँ पानी आएर हल्का कोहीको राम्रो भएको छ कोहीको राम्रो भएको थिएन अनि जानु लाग्यो त्यहाँ अनि यहाँनिर चाहिँ धेरै दिन मतलब धेरै वर्ष पहिले यहाँनिर एउटा पुल बनेको छ यहाँ जो काठको छ अनि त्यो काठको चाहिँ धेरै वर्ष पहिले के मैले सुनेको हो होइन अनि यहाँनिर के भएको थियो भनेपछि यो यहाँनिर पुल छ क्या त्यहाँनिर पुल छ अनि त्यो पुरै काठको छ कि नि अनि त्यो काठको पुल चाहिँ एकचोटि के भएको थियो अरे भनेपछि त्यहाँनिर एकचोटि फुल्ले हावा लाएर अनि त्यो पुल चाहिँ यस्तो मतलब यो बेरिएको थियो अरे के अनि त्यो साँचो कि त्यो के थियो थाहा भएन तर त्यो बेरिएको थियो अरे होइन यो पुल पुरै यस्तो घुमेको थियो के यस्तो भने सुन्थेँ मैले अनि के भन्छ रे हो कि नै त्यो थाहा भएन तर हो रे भन्ने सुनेको थियो अनि तार पनि चुडिएको थियो होला पनि सायद अनि के भन्छ रे यो पुल हो कि हेर्नु पुरै यस्तो काठको पुल छ होइन ट्याक्क लाएर यही पुलमा फेरि यही पुलबाट फेरि त्यहाँ माथिबाट फेरि दाउरा घाँस जे पनि हुन्छ सबै यही पुलबाटै आउँछ क्या यही पुलबाटै ट्याक्क लाएर यहाँ आउँछ यस्तो पुलमा नि तर मान्छे हिँड्छन् क्या देख्नुभयो भने यो हो नि त
अनि यो चाहिँ झिमरुक नदी जुन प्युठानमा छ। अनि के भन्छ रे यो जुन हाम्रो मतलब हाम्रो गाउँतिरको त मेन भनेको नदी नै यही हो, झिमरुक नदी देख्न सक्नुहुन्छ। अनि यो चाहिँ दरियाटा पुल हो। अनि जुन के भन्छ रे यहाँबाट गोठीगाङतिर जान्छ, गोठीगाङबाट यता माथि कतातिर डाँडातिर सबैतिर जाने बाटो नै यही हो। अनि यो चाहिँ बहुत पुरानो पुल हो। अनि जुन अहिले हालत यस्तो छ। अनि पहिलेनिर जुन मैले भिडियो मतलब जुन भ्लग बनाएको थिएँ त्यसमा त्यति राम्रो त देखेको थिएन, खडेरी लगाएको जस्तो देखेको थियो। अनि अहिले चाहिँ हल्का राम्रै छ भनौँ होइन। ल अब हजुरलाई म त्यहाँ माथि गर्दै देखाउँछु है। त्यहाँ माथि तेर्सो बाटो छ, अनि जुन मूल बाटो छ त्यहाँनिर छ, त्यहाँ गर्दै हुन्छ है फाइनल गाइस। अनि के भन्छ भने म चाहिँ जुन मैले तलबाट देखिरहेको थिएँ मोटर बाटो छ भनेर, हो यही बाटो हेर्नुहोस् होइन। यो बाटो चाहिँ कहाँबाट आउँछ भन्नुहुन्छ भनेपछि त्यही पुल छ नि, मतलब ट्र्याक्टर आउँछ यो बाटो त। अनि त्यहाँबाट पुलबाट मतलब उताबाट माथिबाट गिटी बालुवा जे पनि हुन्छ त्यहाँ पुलबाट आएर अनि यहाँबाट आएर यो बाटो आएर अनि यहाँ बाटो आएर गोठीगाङ हुँदै अनि यता आउनुपर्छ। अनि ल हेर्नुहोस् ल ल हाम्रो गाउँ ल अनि यता चाहिँ यो हरिगाउँ हो। अनि हरिगाउँ हो नि त, यता हरिगाउँ पर्छ, यता टिकुरी पर्छ, यतातिर। अनि के भन्छ रे यही बाटो नै हो जो मैले योभन्दा पहिलो भिडियोमा नि आइसकेको थियो। अनि के भन्छ रे यही बाटो थियो जुन पहिलाको थियो भिडियो जो। अनि यो बाटो अनि यहाँबाट कता जान्छ भनेपछि यहाँबाट उदिक जान्छ, उदिक पनि जान्छ, अनि माथितिर जान्छ, जतातिर पनि जान्छ। मतलब यो बाटो भनेपछि यतातिर माथितिर के बिजुलकोटातिर जतातिर पनि जान्छ, यही बाटो नै हो। अनि देख्न सक्नुहुन्छ यो बाटो खन्दाखेरि मतलब यो पुरै उसमा छ क्या, जङ्गल हुँदै छ। अनि यहाँनिर ट्याक्क लाएर जान्छ। अनि त्यहाँ त पुरै भिड छ क्या, त्यहाँ चाहिँ माथि गएर त्यहाँ त पुरै भिड छ त्यहाँ त। अनि त्यहाँ बिचमा खोल्छु पनि छ, यस्तो खतरनाक। ल हेर्नुहोस् यो हेर्नुहोस् हाम्रो गाउँ जुन हरियाटारी हो। होइन यो हाम्रो गाउँ ल अहिले त यहाँ केही होइन, ऊ माथि गएपछि अलि पुरै सँगै देखिन्छ क्या, त्यहाँनिर माथि गएपछि अनि हल्का सँगै देखिन्छ। हेर्नु त्यो खतरनाक तरिकाले है त्यो। अब म हजुरलाई गएर भेट्छु, त्यहाँनिर खोल्छु छ नि त, त्यहाँनिर गएर भेट्छु होला है त 2 मिनटमा। सो फाइनल गाइज, अनि मैले जुन भनेको थिएँ नि त त्यहाँनिर एउटा सानो खोलो छ। अनि त्यहाँनिर एउटा खतरनाक बाटो बनाएको छ भनेर हेर यस्तो खतरनाक बनाइदिरहेको छ। यहाँनिर पुरै ढुङ्गाको जस्तो पहरो थियो क्या यहाँनिर पुरै यहाँ माथि छ नि जुन यस्तै खालको थियो क्या यहाँनिर खोलेर यस्तो खतरनाक बाटो बनाइदिइरहेको छ। यहाँनिर यस्तो ट्याक्क लाएर त्यहाँनिर होइन गरेपछि के हुन्छ क्या, सबै हुन्छ नि। यहाँनिर कोही मान्छे अनि यहाँनिर पनि जान्छ क्या, यहाँनिर खोलाबाट जुन यहाँनिर छ नि यहाँनिर यस्तो बाटो पनि छ क्या, त्यहाँनिर हल्का सानो मूल छ पानी खानको लागि। अनि के भन्छ भने जुन वन जुन आउनुहुन्छ घाँस दाउरा गर्नको लागि त्यहाँको लागि, मतलब त्यहाँनिर एउटा मूल पनि छ क्या यस्तो जुन पानी खानको लागि त्यहाँ छ। अनि यहाँबाट जान्छ क्या त्यस्तो लाएर तलतिर गयो अनि हेर न बाटो त्यो। अनि हेर न पहाड विद्य देख्दै डर लाग्ने जस्तो छ। माथिबाट हेर्नुपर्छ तलतिर यस्तो खस्यो भने मर्ने कहाँ गएर भेटिने हो जस्तो देखिन्छ कि यस्तो खतरनाक यस्तो छ एउटा बाटो छ नि यही नै हो। अनि यहाँनिर हल्का मतलब बर्खामा जुन हुन्छ नि पानी आएको बेला, ठुलो पानी आएको बेला यहाँनिर के भन्छ भने बाटो यस्तै खोल्छ कि यहाँनिर यस्तै जो खोलेको नि यस्तै अहिले त के भन्छ सानो पानी आएको थियो र हल्का पनि खोलेको। नत्र त ठुलो पानी आयो भने त यहाँ त पुरै खोल्छ त यस्तो खतरनाक हुन्छ, हिँड्ने लायक पनि बाटो हुन्न क्या पानी आयो भने। यस्तो पहाड पुरै पानी भएर होइन पुरै पानी आउँछ।
ढिगै डर लाग्ने जस्तो हेर्नु ढुङ्गै ढुङ्गाको क्या यहाँनिर एउटा ट्याक्क लाएर यहाँनिर चाहिँ यो पकला हो पकला अनि हेर न बाटोमा खतरनाक होइन जङ्गलको बिचमा भने जङ्गलको बिच भन्नाले नि धेरै धेरै माथि त होइन तलतिर हो यति धेरै यस्तो खतरनाक गरेपछि गेप पनि हुन्छ क्या ट्याक्क लाएर हेर अनि मेरो गाउँ यो मेरो घर चाहिँ यतिनिर पर्छ यो हल्का सेतो मैले जुन आउँदैछ देखेँ सेतो त्यहाँनिर पर्छ अनि यहाँतिर ट्याक्क लाएर यो हरिया टारियो पुरै अनि उता यो चाहिँ हरिगाउँ हो अनि यो भइहाल्यो अनि उतातिर चाहिँ बर्ला कलाएर अनि यतिनिर चाहिँ उदिक है यो उदिक जुन यो बाटो त्यही नै जान्छ हेर्नुहोस् ल अब हजुरलाई म अब उदिका रको जुन भिड देखाएको थियो नि पारिबाट त्यहाँबाट देखाइदिन्छ है त मेरो गाउँ सो फाइनल गाइज म आइसकेको छु उदिका रको भिडमा मतलब नै हेर्नु न ट्याक्क लाएर यहाँबाट ट्याक्क यो भिड पुरै हो पुरै भिड हो क्या यहाँनिर पुरै ढुङ्गाको पुरै उ छ क्या भिड छ क्या यहाँनिर अनि यहाँ ट्याक्क बाटो हो क्या ट्याक्क त्यहाँबाट होइन अनि यहाँनिर चाहिँ यहाँ मुनि चाहिँ मतलब यो उसले डुम्किलाले छेकेको छ यहाँ मुनि चाहिँ फेरि रहेछ ठुलै रहेछ अनि त्यहाँनिर फेरि ट्याक्क लाएर अहिले चाहिँ खोलो धमिलो छ त्यही भएर हामी खोला गएको छैनौँ नत्र हामी के भन्छ अरे खोला सङ्गिँदाखेरि कहिलेकाहीँ मतलब शनिबारको दिन होइन छुट्टी भएको हुन्छ स्कुलतिर अनि कहिलेकाहीँ आइन्छ खोला नुहाउनुको लागि कपडा धुनको लागि त्यहाँ आइन्छ अनि यही नै हो ल हेर्नुहोस् ल उदिकाको पहाड जो मैले जो त्यहाँबाट हेर्छु मतलब त्यहाँबाट मैले जुन पहिला पनि देखाइसकेको थिएँ घरबाट आउने बेला देखाइसकेको म आज यहाँ आउने भनेर यही नै हो जो ट्याक्क लाएर अनि यो गाउँ चाहिँ हाम्रै हो यही ल हरियाटारी ल ट्याक्क मेरो घर चाहिँ त्यहाँनिर हो जुन अलिअलि हल्का रातो देखिरहेको छ त्यहाँनिर अनि ट्याक्क लाएर फेरि यहाँबाट फेरि हामी अघि आएको फेरि यहाँनिर कि पुलबाट ट्याक्क कतार भन्नु जाने चाहिँ यही पुलबाट यही सानो पुलबाट यहीँबाट आएको ट्याक्क लाएर त्यहाँबाट बाटो भएर यहाँबाट ट्याक्क लाएर आइयो अनि यहाँबाट हेर्दा त पहिलाभन्दा त बहुत रातो देखिन्छ क्या नि हेर्नु न पहिला कस्तो खडेरी लागेको जस्तो थियो नि त त्यति बेला पानी आएको थिएन त्यति राडो देखेको थिएन अन्त हेर्नु न कति राडो देखेको छ क्या लाएर हेर्नु हरियाली किनकि अहिले यहाँ पानी आएको थियो नि त उति बेला पानी आएको थिएन उति बेला पानी आउने पनि सिजन थिएन त्यसैले त्यो खडेरी लागेको थियो नि त अहिले ट्याक्क लाएर पानी आयो ट्याक्क खडेरी लागेको पनि पुरै खतम भयो अनि नयाँ हरियो देखिएको छ एक मजा होइन त्यही त हो नि हेर ट्याक्क लाएर आज आइयो आज आइयो जो के भन्छ अरे पानी परेपछि आज आइयो जो हामी यहाँ घुम्न आइयो जोस् अनि हामी त के भनेर म यहाँ घुम्न आएँ अनि यहाँबाट हेरियो जो हेर्दा त पहिलाभन्दा त धेरै राम्रो देखिन्छ तर मजा आयो जोस् अनि अहिलेलाई यति नै हो अब अर्को भिडियोमा हामी न्यू कन्टेन्टको साथमा आउनेछौँ फेरि अनि भिडियो कस्तो लाग्यो लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब गर्न नभुल्नु होला अनि के भन्छ अरे भिडियोमा जे पनि भयो मतलब जो भिडियोमा जे पनि राम्रो नराम्रो जे पनि छ त्यो कमेन्ट गरिदिनु होला मैले हेर्नेछु सबैको कमेन्ट अनि सबैले कमेन्ट राम्रो गर्नु होला अनि के भन्छ अरे अहिले के भएको छ भनेपछि ठ्याक्क मैले अहिले त्यो 81 के भन्छ अरे नेपाली बोल्नु लागेको छु नि त मतलब त्यो भिडियो बनाउँदाखेरि नेपाली बोल्नु लागेको छु नि त त्यही भएर अनि हल्का हिन्दी जस्तो नि आइरहेको छ अनि त्यो हल्का अकमक्के भएको जस्तो भएको छ क्या किनभने चाहिँ अब धेरै दिनपछि अब नेपालीमा भिडियो बनाएको छु नि त पहिले हिन्दीमा बनाउने अहिले नेपालीमा बनाएर राखेको छु नि त त्यही भएर हल्का केही छैन हामी बिस्तारै सिक्ने त हो नि होइन अनि के भन्छ अरे अहिले यति नै भन्न चाहे अनि जस यहाँनिर आइयो मलाई पनि खुसी लाग्यो हजुरलाई पनि खुसी लागेको होला अनि के भन्छ अरे कतिजनाले कहाँ देखेर हेर्नु भएको छ त्यो पनि भनिदिनु होला अनि छिट्टै हामी भेट्नेछौँ न्यू भिडियोको साथमा न्यू कन्टेन्टको साथमा तपाईँसँगलाई बाई जय हिन्द जय नेपाल छिट्टै भेट्नेछौँ हामी न्यू भिडियोमा तपाईँसँगलाई बाई